नमस्कार सबैमा। आजको दिनको सुरुवात गरौँ फोहोर लुगाको राम धुलाइबाट। मलाई चाहिँ जहिले पनि नुहाउन चाहिँ कति मजा लाग्छ जाडो महिनामा। अनि यो लुगा धुन भनेपछि चाहिँ कति चिसो लागेको भगवान्, कति जाडो लाग्छ क्या जाडो महिनामा लुगा धुनलाई। फेरि नुहाउन चाहिँ मजा लाग्छ। अनि मैले चाहिँ मेरो लुगा एक आरी धुनु थियो क्या, भनौँ 1 महिनाकै लुगा लगाएर आए जतिकै थियो नि। मम्मी चाहिँ कराउँदै हुन्थ्यो, "लुगा पनि त कति ढिलो ढिलो धुन्छेस्" भन्दै हुनुहुन्थ्यो। अनि म चाहिँ पहिले यो लुगा धोएर सुकाइसकेपछि अनि त्यसपछि चाहिँ मम्मीले र मैले कोपी गोड्न गयौँ। यो फुलकोपी लगाएको थियो अलिकति तोरीबारीभित्र। यसो 10-12 झ्याङ थियो। यसो फलो भने पनि खाना हुन्छ नि त होइन, मम्मी र म मात्र त छौँ, कति चाहिन्छ र। अनि चाहिँ मेरो घरको सेनामेनाहरू 3 जना छन्, फेरि सबैभन्दा प्यारो पनि छन् क्या। अनि फेरि आज चाहिँ दाउरा ओसार्ने दिन पनि थियो। अनि यसो खेताला लगाएको थियो दाउरा काट्नको लागि चाहिँ। अब घरमा अरू बेला त ड्याडीले सबै गर्नुहुन्थ्यो, अब ड्याडी नै नभइसकेपछि त मान्छे लगाएर पनि गर्नुपर्ने हुन्छ नि त। त्यही भएर चाहिँ यो तल्लो घरको बहिनीले र मैले चाहिँ दाउरा ओसार्यौँ। पहिला पहिला त केही पनि नगरिकन म अल्छी गर्दै बस्ने मान्छे हो क्या। यसो बाउआमाले घुर्काउँदै, अब अहिले त आफैले पढेपछि चाहिँ गर्न सकिने रहेछ जस्तो लाग्छ। हुन त नगर्ने होइन, पहिला गर्थेँ तर एकदमै धेरै अल्छी गर्थेँ क्या। पहिला पहिला चाहिँ खै थाहा छैन किन हो, त्यो अब अल्छी गर्न मन लाग्थ्यो होला नि त होइन। अब बाउआमा हुँदै हुनुहुन्छ, गर्नुहुन्छ जस्तो लाग्थ्यो क्या। अनि यो चाहिँ काम गर्दा गर्दै रात परिसकेको थियो। अनि यो चाहिँ हाम्रो रातिको नजारा। थ्याङ्क यू, बाई बाई।